हेलो एन्ड वेलकम टु माई ब्लग। यो चाहिँ मेरो पहिलो ब्लग। अब आज चाहिँ हामी हल्का म चाहिँ पहिलो ब्लग बनाउनु ट्राई गरिरहेको छु होइन। आई होप मन पर्छ होला सबैजनालाई। ल है अब ब्लग बनाउनु स्टार्ट गर्नु थाल्यो। सबैले हेरिदिनु पऱ्यो, माया देखाउनु पऱ्यो है। र आजको ब्लग चाहिँ हामी राफ्टिङ जान लाग्यो। सो हामी 6 जना जति राफ्टिङ जान लाग्छौँ। अब एकछिनमा केटाहरू सबै भेट्ने भनेको कति 8-9 बजी भेट्नु नि भनेको छ। सो सबैजना आउँदैछ होला, म पनि जाँदैछु र अब त्यही गएर केटाहरूलाई भेटेर चाहिँ देखाउने छु त्यहाँपछि होइन। र म चाहिँ रुमबाट निस्किसकेँ। अब तलसँग जाउँ होइन, त्यहाँपछि केटाहरूलाई भेटौँ। तपाईहरु कहिले गर्ने? हामीले सुरु गऱ्यो, तपाईँहरूले कहिले सुरु गर्ने? हामी चाहिँ अब टक्क यो मुला बटेलाई भेटिसकेँ मैले। अब हामी चाहिँ अब स्टेसनतिर के भयो, एक्कासी कालो भयो त यारमा। के भयो यार, यो यार कालो त यस्तो बिजी छैन होला यार। के भयो कसम यार। फेरि रेकर्ड गर्छु ल। र हामी चाहिँ स्टेसनतिर लागिसक्यौँ। बट र म केटाहरू चाहिँ आउँदैछ अरे। जे छाड्न नि पायो कि मेरो ब्लगमा आर्सेनल, जय आर्सेनल। आर्सेनल भन्ने रहेछ। मैले गुनगान चाहिँ पिएसजीको गाउँछ। ल केटाहरूलाई अब त्यहाँनिर भेटेर आउँछ। केटाहरूलाई भेट्नु चाहिँ केही खानु नि पर्ला, बिहानबाट केही नि खाएको छैन, भोक लागिसक्यो। ल सिउ गाइजिङ कहाँ भन्ने हामीले माटमा उत्यहाँ भेट्छौँ हामी त। हामी चाहिँ स्टेसनमा आयो भर्खरै। यो मैले बटले पैसा हाल्यो, अब म चाहिँ हाल्नु पर्दैन, फ्रीमा हो। म चाहिँ हामी चाहिँ आइसक्यो। अब खै केटाहरू कतिजना आइपुग्छ थाहा छैन। एकजना चाहिँ आइपुग्यो, बसिरहेको थियो अरे। ऊ आएर बसिरहेको थियो केटाहरू चाहिँ। हामी भेट भइसक्यो केटाहरूसँग फाइनल्ली। रेस्टुरेन्ट कप म फर्काएर देखाउँछु ल। फाइनल्ली केटाहरूसँग भेट भइसक्यो। सुकुम्बासी टोलबाट उठेर आएकोहरू मिलाएर सबै यस्तो छ हालत यार। गइदो यो चाहिँ हाम्रो हिँडसेक भयो। रोक कस्तो रे पर्खा सुरुबाट यस्तो हो कि यस्तो हो कि लामो। तिमीले बिर्सेछ भिडियो खिच त। न केटाहरू सबैजना भेट्दैछ। अब जानुपर्छ हामी। मगर हामी हो के अरे चिल्लो चाहिँ उसको खुट्टा छ के अन्त। अब आउँछु ल। यो भ्लग त अब आज हाल्यो भनेपछि शुक्रबारसम्म आइपुग्छ। यस्तै अब योमा त अनि ट्रेनै देखा होइन, पासिङ ट्रेन मात्रै देखायो। हामी चाहिँ अब के त पुग्नु लाग्यो। त्यो त पुग्नलाई अब यहाँबाट ट्रेन चेन्ज गरेर फेरि अर्को एउटा ट्रेन चेन्ज गर्नु पर्छ, त्यहाँ चाहिँ पुगिन्छ होला हामी। के हो हामी कतिवटा ट्रेन चेन्ज गर्नुपर्ने रहेछ? डाइरेक्ट जान्छ यहाँबाट? डाइरेक्ट जान्छ यहाँबाट चाहिँ? अझै एउटा ट्रेन चेन्ज गर्नु जिआर चढ्नुपर्छ होला होइन? अब एउटा ट्रेन चेन्ज गरेर त्यहाँ पुगेपछि देखाउनु पर्ला है। ट्रेनमा खासै बोल्दैन हामी होइन। नोरी खाइ गरेको त के देखाउने यार। थ्याट ल भयो ल यति भन्दै अब हामी ठाउँमै पुगेपछि देखाउँला सुरु। अब हामी त्यो गइसक्यो। अब यहाँबाट चाहिँ हामी बाहिर निस्किँदै छौँ। हल्का उता टाइम ठाउँमा चाहिँ रेस्टुरेन्टहरू नभएर चाहिँ अब यसै खाएर हल्का केही बनाएर जानुपर्ने हुन्छ होइन। अब जाउँ यसो बाहिर के खानालाई जाउँ न। अब केटाहरूलाई पनि देखाउनु बिहान सबै भरे मात्रै हुन्छ नि। टिकटिक 8 पनि मन छ कि सब झलले हुन्छ कि माथिसम्म। यो होइन दोस्, त्यहाँ माथि भ्यू पनि खतरा आउँछ। ओके छ त। बेलुका फर्किँदै मेला हेरौँला नि। दोस् के हो
भिडियो खोलेपछि चाहिँ अलिक केटाहरू शान्त हुन्थ्यो नि अगाडि के हेर दस पार्नु त दिएको हुनुहोस् यो भिड कस्तो आयो कुनै भिड कस्तो आयो कहाँ त्यसरी नभएन थाहा पाइहाल्दैन बाजे त हेर्नु नि त हामी स्वामी पनि भिडियो खोले केही बोल्दैन कि अघिसम्म चाहिँ के भन्दै यस्तो गरी पापाको घर उठाउने उठाउने होइन अनि तिमी उसको एक मान अपोजिटमा हाल्ने हामी दुईजना एक मान यतितिर हाल्ने ल्याम ल्याम पहिला त माला जाने हो त्यहाँ सिक्किम अमेरिकै जाने हो अनि एउटा नडराउने खालको हुन्छ नि लस गर्दाखेरि पनि त्यो खासै दोष भयो भने चाहिँ हान्छु नि जस्तो लाग्यो दोस्रो त अब क्याब किन्दा नि अब 10 चोटि सोध्नु पर्यो नि अब तिम्रो लस हुन्छ नि फेरि अब बिहान त खाना त 10 चोटि सोचेर घुम्दा अनि बल्ल म 200 उठाउँछु अनि अस्ति त्यो बनाएको भिडियो मैले के अरे त्यो स्टोरीमा त्यो दोस्रो सेयर गर्थेँ नि त अनित भाइले दाइ तपाईँले त्यो क्यामेराबाट मोबाइलबाट बनाएर भने हो नि भाइ तँ मलाई सेयर होइन क्यामेराबाट हो ल अहिले चाहिँ हामी आइपुगिसक्यो होइन अब राफ्टिङ जानु आइसक्यो अझ लामो अब खेल्ने ठाउँतिर आइपुग्नु लागिसक्यो अब एकछिनमा आइपुग्छ ठाउँ चाहिँ हो क्या नि दोष भन न के हो दोष यार के हो हामी आजको प्लानिङ के छ अब त्यहाँ गएर देखाउने होइन तिमीले भन न हल्का तिमी हो नि त आजको लिडर हामीलाई खास उस त आजको प्लान चाहिँ गरेको तर केटाहरूले सबैले मिलेर सक्सेस बनाइरहेछौँ अब हाम्रो मेन डेस्टिनेसन चाहिँ अझै आउनु बाँकी छ नि त त्यहाँ गएर त्यहाँबाट त्यहाँ भनेको त रमाइलो छ त्यहाँ गएपछि चाहिँ अनि हामी कपडा चेन्ज गरेर चाहिँ त्यहाँ पछि हामी प्लानहरू एक्सप्लेन गर्छौँ होइन अब यहाँ चाहिँ भ्यू चाहिँ यस्तो छ अहिले चाहिँ भ्यू चाहिँ यस्तो छ हल्का अब हामी जाने चाहिँ यस्तो खोलातिर होला सायद उयो त होला दोष यता अब हामी एकछिनमा अब गएर कपडा चेन्ज गर्छौँ हामी अनि त्यहाँपछि कस्तो हुन्छ अनि देखाउँछौँ अनि दाइ अब हामीलाई लिन आइसक्नु भयो दाइले सन्चै हुनुहुन्छ दाइ ल दाइ आइसक्नु भयो हामीलाई लिन है हल्का भ्लग बनाउनु लाग्यो त्यहाँ आजदेखि सुरु हो कि मेरो फर्स्ट भ्लग हो दाइ ल अब दाइले चाहिँ हामीलाई गाइड गर्दै लिएर जानुभएको छ अब ल गएर देखाउँछौँ हामी त्यहाँ स्पटमा पुगेर डाँडै फुर्के दाइले हल्का यहाँ अब म र विनोद अब हामी दुईजना छौँ डुङ्गा त एउटै भएको छ एउटा डुङ्गा एउटा के अरे सानो डक्की भन्नुहुन्छ त्यो चाहिँ एकजना गाइडले चलाउने हो बेला बेलामा तपाईँहरू पनि यहाँ पिकमा गाइडसँग बसेर रमाइलो गर्नुहुन्छ त्यसले पनि राम्रो गर्छ अनि त्यसले प्रायः अब रेस्क्यु र क्यामेरा फोटोसोटो खिच्ने काम गर्छ अलिक फास्ट हुन्छ कि त्यसमा है त्यो हुन्छ हजुर अनि हामी यो वाटरप्रुफ क्यामेरा लगेर जान्छौँ क्यामेराले अब सक्दो धेरै फोटो खिच्छौँ अनि त्यो फोटो चाहिँ तपाईँहरूलाई यो कार्ड छ यो कार्डको देब्रेपट्टिको यो चाहिँ क्युआर कोड स्क्यान गर्नुभयो भने त्यहाँ अनि केही लेखेर पठाइदिनु भयो भने त्यहाँ उनीहरूले लिङ्क पठाउँछ क्या अटोमेटिकली लिङ्क आउँछ त्यो लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँहरूले फोटो हेर्नु पाउनुहुन्छ मोबाइलबाट चाहिँ स्क्रिनसट लिनुपर्छ के अरे कम्प्युटरबाट गर्नुभयो भने चाहिँ डाउनलोडै गर्नुहुन्छ है यो एउटा लिनु हजुर दाइ धन्यवाद दाइ हजुर अरू त के छैन अब
आज अलिक चिसो हुन्छ होला त्यतिकै कति टी सर्ट लगाएर जाँदा जाडो हुन्छ धेरै खेल्न सकिन्न कि जाडो भयो भने त्यही भएर यो के अरे वेट सुट लाउने आफ्नो साइज छ त्यो टिपिक कपडा त्यो स्कर्ट जस्तो भयो भने के अरे यस्तो स्टकिङ जस्तो भयो भने चाहिँ च्याप्प भयो भने चाहिँ तातो हुन्छ कि पानी पस्यो नि पानी र त्यो ज्यान र यसको बिचमा के हुँदो रहेछ पनि त्यस्तो कम्बिनेसन छ त्यसले गर्दा तातो हुन्छ कि जति पौडी खेले पनि फरक पर्छ खोलामा लगभग अब नर्मल ट्रिपमा त हामीले 2-2.5 घन्टा खोलामा बिताउँछौँ तर आज हामी अब हामी हो अब तपाईँहरूलाई जाडो भएन भने लामै बिताउँछु दाइ भन्नुभयो भने जाडो अलिकति लामै पनि गरिदिनु होला के छ हुन्छ दाइ धन्यवाद त्यसको लागि अनि हामी यहाँ चेन्जिङ गरिसकेपछि चाहिँ त्यहाँ चेन्जिङ रुम छ चेन्जिङ रुममा गएर चेन्ज गर्नु होला जुत्ता पनि छ जुत्ताको अहिले साइज दिनुहोस् जुत्तालाई पनि पैसा पर्दैन हजुर आफ्नो साइज लगाउनु मिल्छ त्यो स्पेसिक चाहिँ पर्छ मोबाइलहरूले जानु मिल्छ कि लान त मिल्छ पानी पऱ्यो भने फेरि अलिक ड्राई ब्याग त छ न त नभएको त होइन फेरि अब तपाईँहरू आफ्नै जिम्मामा आफ्नै जिम्मा हुन्छ के भन्छ फेरि हामीले त्यो जिम्मा लिँदैनौँ तर हामीसँग 2टा क्यामेरा चाहिँ छ के अरे होइन त्यसले पनि गर्छौँ गर्नु त तपाईँहरू त्यसरी आफ्नो जिम्मामा लानुहुन्छ भने हामीसँग ड्राइभर त छ ड्राइभरमा हालेर जहाँसुकै मिल्दैन के अरे निकाल्नलाई यसो विनोदले चलायो भने विनोदलाई अथवा मैले चलाएँ भने मलाई सोध्नु होला अनि कहाँ कतिखेर निकाल्न मिल्छ त्यो ऱ्यापिडमा चाहिँ निकाल्न मिल्दैन फुल्ली वाटरप्रुफ होला नि यो सबै 17 त होइन र त्यस्तो चाहिँ खसाउनु चाहिँ भएन है फुल्ली वाटरप्रुफ छ लान्छु भनेर लान सक्नुहुन्छ खसाउनु चाहिँ भएन खसायो भने चाहिँ तपाईँहरू आफ्नै चेन्ज गरिसकेपछि चाहिँ यहाँ आउनु होला यहाँ हामी पहिला लाइफ ज्याकेट दिन्छौँ लाइफ ज्याकेट दिइसकेपछि हेलमेट छ हेलमेट दिन्छौँ अनि हेलमेटमा नाम पनि लेखौँला त्यसपछि चाहिँ एउटा प्याडल लिएर बिस्तारै हिँडेर त्यहाँ गइसकेपछि हामी त्यो सेफ्टी टक भन्ने हुन्छ के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ भाइलाई त अलिकति आइडिया भयो होला फर्म छ यसमा चाहिँ अब तपाईँहरूको नाम के अरे वर्ष कन्ट्याक्ट नम्बर अनि यहाँ तपाईँहरू नभएको अरू साथीहरूको कन्ट्याक्ट नम्बर इन केस केही भएको खण्डमा चाहिँ उहाँलाई सबै लगिरहेछ सबै अलिक गाह्रो हुन्छ कि भनेर अब नहुने त होइन लाउनु त लगाइरहेको थिएँ माथि टी सर्ट कटुङ हिँडेको थिएँ यो लगायो भने चाहिँ जति खेले नि पाइयो जाडो भन्ने हुँदै हुँदैन लङ टाइम खेल्नु भनेपछि लाउनु हामी चाहिँ अब यहाँ रेडी भइसक्यो लगभग यता हेर त केटा हो सबैजनाले यता हेर त हेलमेट सेलमेट अब हुँदैछ यहाँ दाइले अझै नामसाम लेखाउँदै हुनुहुन्छ हेलमेटमा अहिले चाहिँ यस्तो छ हाम्रो खै अलिक यस्तो गरी देखाउनु पऱ्यो एक्चुली खै यहाँ यस्तो राखेर अहिले चाहिँ अब कति सट्टी लाएर नाम लेख टोपी खै मेरो मोबाइल राख्ने यहाँ नि बनाउने कि एउटा जहाँ पायो त्यही चलाउन चाहिँ मिल्दैन चलाउनु नि पर्छ फेरि पौडी खेल्ने ठाउँमा त्यस्तोमा मात्र यो बनाउला ल अनि रेडी भइसक्यो अब अब हामी एकछिनमा जानेछौँ सबै देखाउने छौँ अब भिडियो चाहिँ अब खासै त्यस्तो अब उसमा चाहिँ गर्न नमिल्ने रहेछ बट जाँदा हामी भिडियो गर्न मिल्छ भिडियो देखाउने छ सबै होइन एकदम एक्साइटेड छौँ तिम्रो छाती भएन ज्यान मात्रै भयो तिम्रो छाती त यो मिलाएको नि शरीर मात्रै भयो छाती भएन त यसको अलिअलि है यो त त्यो एउटा कार्टुनमा आउँदैन त्यस्तै देखेको है तिमीलाई कि अब हामीसँग आज हाम्रो एकदम नेपाली युट्युबर भाइरल CR7 पनि साथ हेलमेट लगाउन हाम्रो भाइरल CR7
अब हामी चाहिँ यहाँ लाइफ ज्याकेटहरू किन्न लागिरहेको छ ज्याकेट साकेट लाग्यो हिँड्नु लाग्यो दाइ पनि रेडी हुनुहुन्छ होइन त आज रमाइलो गर्नुपर्छ दाइहरू नि हुनुहुन्छ खोइ यो लिएर जाउँ न के हो यो यार एउटा ल ल अब हामी एकचोटि फोटो खिच्छौँ अनि त्यहाँपछि भेट्नेछौँ ल हेलो गाइज हामी चाहिँ के गर्न आएको रे हामी स्टार्टिङ पोइन्टमा जाँदैछौँ अब बिस्तारै बिस्तारै रमाइलो हुनेछ आजको पलहरू यसो गरी हामी जाँदैछौँ कता रे घोडाघर मेन माछालाई जसले अपलोड गर्ने त्यो मान्छेले चाहिँ देखाएको छैन फेरि ओके सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु म शुक्र लामा विनोद गुरुङ है हामी दुईजना आजको गाइड तपाईँहरूलाई यो होजुगावा सबभन्दा पहिला हामी अब सेफ्टी टक भन्छ के अरे अब यसो उसको लागि तपाईँहरूको सुरक्षाको लागि के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा है सबैभन्दा पहिला यो प्याडललाई यसलाई टिग्री भनिन्छ यसलाई चाहिँ समात्न चाहिँ यसरी है बुढीलाई यसरी झुन्डाउने अर्कोले चाहिँ माथि साबेल जसरी टक्क बिचमा अर्को चाहिँ यतापट्टि गर्नु पऱ्यो भने नि यतापट्टि ठ्याक्क गर्ने ठ्याक्क बिचमा है त यो एकदमै साह्रो भएको कारणले गर्दा डुङ्गामा चाहिँ तपाईँहरू जतिसुकै चल्न मिल्छ तर यसलाई छोड्न मिल्दैन है यसलाई चाहिँ यसरी समातेरै चल्नु होला साथीभाइसँग गर्दाखेरि अनि यहाँसम्म चाहिँ यसरी चाहिँ नचल्नु त्यो गऱ्यो भने चाहिँ आफूलाई पनि लाग्नु सक्छ साथीभाइलाई पनि लाग्नु सक्छ त्यो अब घाउचोट भयो भने अलिक रमाइलो हुँदैन नि त हामी रमाइलो गर्न आएको होइन त्यो गर्नु होला अनि सबैभन्दा पहिलो कुरो हामी खोलामा अब ऱ्यापिडमा जान्छौँ ऱ्यापिडमा जाँदाखेरि कतैबाट तपाईँहरू यदि खसिहाल्नुभयो भने सबभन्दा पहिला आत्तिनु भएन नआत्तिनुहोस् खस्ने बित्तिकै टक्क यो जापानिजले जानेको लाक्कोनो पोज भन्छ माथि गएर वाइट वाटर स्विमिङ पोजिसन भन्छ नि अङ्ग्रेजी गोराले चाहिँ त्यसरी माथि गर्नुहोस् खुट्टा अगाडि लानुहोस् दुईवटा खुट्टा नजिकैसम्म यसरी राख्नुहोस् मिल्यो भने थोरै घोडा यस्तो खुम्चायो भने चाहिँ आनन्द त्यसपछि तपाईँहरू जाँदा जे गर्न पनि मिल्छ है अनि कतै त्यो त्यसरी जाँदा जाँदै ढुङ्गा देख्नुभयो पहाड देख्नुभयो केही देख्नुभयो भने हातले होइन त्यो जुत्ता लगाउँदै खुट्टाले खात काटेर हाल्ने अनि यस्तो अभोइड गर्ने है अनि अब हत्त खस्यो भने 2-3 सेकेन्ड चाहिँ डुबिन्छ है सबैलाई थाहा छ प्रायः सट्ट डुबिन्छ त्यसपछि निस्किहालिन्छ निस्किँदाखेरि लगभग डुङ्गाकै छेउमा निस्किन्छ यदि डुङ्गाको छेउमा निस्केन भने अलिकति 1-2 मिटर पर भएछ भने पनि त्यतिखेर गाइडले अथवा नजिकको साथीले प्याडल भन्नुहोस् अनि केही नभनिकन चाहिँ नदिनु होला है केही भन्नु नभनिकन दियो भने कहिले काहीँ आत्तिको हुनसक्छ फेरि मुखतिर लाग्यो ल प्याडल आयो प्याडल भन्ने अनि यस्तरी दिनु समात्नुहोस् त गर्ने अनि त्यसरी तानेर ल्याएपछि डुङ्गा छेउमा रोक समात्नु होला अनि गाइडले तपाईँहरूलाई यस्तो लाइफ ज्याकेट या सोल्जरमा समातेर समात्ता तान्छ तपाईँहरू सबै यङ हुनुहुन्छ यस्तो गऱ्यो उस्तो गऱ्यो भने आफै चढ्नु सक्नुहुन्छ नभए सिकाउँछ विनोद है अनि कतै अलिक टाढै जानुभयो तपाईँहरू खस्यो अलिकति टाढै पुग्यो भने चाहिँ त्यो बेलामा यस्तो रेस्क्यु ब्यागले पनि रेस्क्यु गरिन्छ त्यो भित्र छ 15-20 मिटरै छ त्यतिसम्म रेस्क्यु गर्नु सकिन्छ होइन यो पनि फाल्नुभन्दा पहिला भाइहरूलाई रोप भन्छ क्या अनि तपाईँहरूले सुन्नुभयो देख्नु भएपछि यसो हात हल्लाउनुहोस् अथवा आई कन्ट्याक्ट गर्नुहोस् अनि बल्ल फाल्नुहुन्छ है त जस्तो मैले भाइलाई फालेँ रोप भाइले केही नि अलिक उ चाहिँ गर्नु पऱ्यो है मैले देख्ने गरेर थाहा पाउने गरेर ए चाहिँ अब रेडी रहेछ भनेर तपाईँ चाहिँ रेडी हुनु भएको चाहिँ मलाई थाहा हुनु पऱ्यो रोप त्यसरी फालिदिएँ होइन अहिले त भाइले के गर्नुभएको छ ठ्याक्क रोप ब्यागमा समात्नु भएको छ नि त ब्यागमा समात्दा चाहिँ के हुन्छ भने मैले तानेँ भने त्यो डोरी भित्रको डोरी जम्मै निस्किन्छ क्या त्योभन्दा ब्यागमा समात्ने बित्तिकै ब्यागलाई छोडेर अगाडिपट्टि डोरी समातिहाल्नु सिम्पल समात्नुहोस् है यसरी मजाले आनन्दसँग यसरी नबटार्नुहोस् बटार्यो भने चाहिँ के हुन्छ भने मैले तान्दाखेरि यो कसिँदै जान्छ क्या तपाईँ हात दुख्न सक्छ अनि अर्को कुरो कहिलेकाहीँ एकपल्ट छोडिदिनुहोस् न भन्ने बेला पनि आउनसक्छ त्यो बेला त्यो छोडिदिनुहोस् भन्दै यसरी बेरेखा भने त छोड्न मिल्दैन नि त सक्दैन नि त सिम्पल समात्नुहोस् ट्याप्प समातेर छिटो एक्सन जस्तो पछाडिबाट अनि पछाडि बिस्तारै तान्छ अगाडिबाट तान्यो भने चाहिँ तपाईँ त्यो पानीको अगेन्स्ट हुन्छ नि त करेन्टको अगेन्स्ट भन्छ नि मुखमा तान्यो हुन्छ च्याप्प समात्ने यस्तो गरी राम्रो तान्छ फेरि डुङ्गाको छेउमा गएपछि यो छोडेर त्यो रोप समात्ने अनि माथि तान्यो है त ल अब अर्को चाहिँ अब भाइहरूको विस अनुसारले अब गाइडले तपाईँहरूको विस अनुसारले डुङ्गासँग पल्टाउन सकिन्छ
त्यो बेलामा चाहिँ के गर्नु होला भने कतै डुङ्गाभित्र परेछ भने आत्तिनु भयो है त्यो खेल्ने बेलामा डुङ्गाभित्र परेको बेलामा पहिलो कुरो आत्तिनु भएन काम बस्नु पर्यो अनि ट्याक्क कहिलेकाहीँ के हुन्छ भने त्यो डुङ्गा त्यसरी भित्र पर्नु भएको छ भने तपाईँहरू उतार्नु चाहिँ पर्नै पर्छ है त्यो बेलामा अघि जस्तो वाइट वाटर स्विमिङ पोजिसन थियो लिनै पर्छ त्यो गर्नु बित्तिकै डुङ्गा माथि हुन्छ डुङ्गालाई अलिकति माथि धकाल्नुहोस् तपाईँ थोरै गर्नुहुन्छ अनि एकतर्फी दाहिने भयो भने दाहिने देब्रे भयो भने देब्रे निकाल्नुहोस् दुईचोटिमै निस्किहाल्न सक्नुहुन्छ सक्नु भएन भने नि गाडीले गएर फुटिहाल्छ है आत्तिनु चाहिँ भएन है आत्तिनु भयो भने पानी खान्छ क्या यो होजुको पानी पनि मिठो छैन फेरि है यही हो अरू त त्यस्तै हो अरू केही भएछ भने अब पानीको टेक्निकहरू कसरी बस्नु कसरी चलाउने विनोदले सिकाउँछ ल अब त्यहाँ जानुहोस् रमाइलो गरौँ ल अगाडि पछाडि राइट लेफ्ट हुन्छ है अब तपाईँहरू लेफ्टमा बस्नुभयो भने चाहिँ यो चाहिँ अगाडि पार्ट है एउटा मात्रै खुट्टा लक हुन्छ अनि यो क्रस ट्युब पछाडि यो क्रस ट्युबमा यसरी छिराउनुहोस् है लक हुन्छ कहिले कहिले चाहिँ खस्न सक्छ अगाडि बस्ने मान्छे चाहिँ है एउटा खुट्टा म पछाडि बस्छु त्यसो राइट साइडमा बस्नुभयो भने चाहिँ यो लेफ्ट खुट्टा यो क्रस ट्युबमा छिराउने है अनि बिचमा बस्नुभयो भने चाहिँ यहाँ खुट्टा छिराउने हुन्छ कहाँ छिराउने हो खुट्टा बिचमा बस्नुभयो भने चाहिँ अनि एउटा खुट्टा अगाडि राइटमा बस्नुभयो भने राइट खुट्टा अगाडि लेफ्ट खुट्टा पछाडि तालमा चाहिँ अनि खुट्टा निकाल्दा पनि हुन्छ अप्ठ्यारो गाह्रो भयो भने दुख्यो भने निकाल्दा पनि हुन्छ है जहिले पनि यो कालो भागमा बस्नुहोस् बिचको भागमा बस्यो भने चाहिँ पाल गर्न अप्ठ्यारो हुने भएर जहिले पनि यो साइडमा बस्नुहोस् है पछाडि बस्नु पर्ला है यो लास्टमा बस्नु पर्ला मलाई कमान 2-3वटा कमान युज गर्छु काल फ्लोर भन्दाखेरि सबैले अगाडिबाट पछाडि तान्नु पऱ्यो है यो हाफ ब्लेड पानीमा डुबाउने अनि 1-2 भनेर अनि 1 भन्दा डुबाउने 2 भन्दा पछाडि तान्ने सबैले एकैचोटि गर्नुभयो भने चाहिँ डुङ्गा अलि छिटो मुभ हुन्छ है एक अर्कामा ढिलो चाँडै भयो भने चाहिँ यसो अलि हल्लिने भएर त्यति छिटो मुभ हुँदैन है सबैले 1-2 भनेर गरिदिन्छ है ओके अनि स्टप भन्दाखेरि चाहिँ पाडल चाहिँ यहाँ माथि यो यहाँ राख्नुहोस् अनि डोरीसँग डराउनु भयो भने डोरी समात्दा पनि हुन्छ है त्यतिकै पानीमा स्टपमा चाहिँ पानीमा नडुबाइदिन्छ है अनि ब्याक पाडल हुन्छ ब्याक पाडल भन्छ चाहिँ पछाडिबाट ब्याक पाडल है अनि होल अन भन्छ होल अन भन्दाखेरि चाहिँ यो डोरी समात्नुहोस् है कहिले कहिले ढुङ्गामा ठोकिन सक्छ त्यतिखेर होल अन भन्यो भने चाहिँ यो डोरी समात्नु यो पाडल चाहिँ हातले कभर गर्नुहोस् है यो हातभित्र हुन पर्यो यो बाहिर गर्नुभयो भने चाहिँ कहिले कहिले पानीको के अरे छालले हानेर यता साथीलाई लाग्छ नि त नि त्यही भएर यो जहिले पनि हातले चाहिँ हातभित्र टी ग्रिप समातेर अलिक ज्यान पनि अनि भित्र है भित्र होला अनि गेट डाउन भन्छ गेट डाउन भन्दाखेरि चाहिँ भित्र छिरिदिन्छ है भित्र अलिक साँगुरो ठाउँहरू पनि छ अलिक खस्यो भने अलिक यहाँ चाहिँ काट्छ कि ऱ्यापिडमा चाहिँ यो हजुर चल्ने भएर त्यतिखेर चाहिँ नखस्ने गरेर गेट डाउन भन्दाखेरि चाहिँ यो तार यो ब्लेड चाहिँ माथि यो टी ग्रिप चाहिँ छोडिदिए पनि हुन्छ यतिकै भित्रको रोप समातेर बाहिरको रोप समातेर पनि हुन्छ बस्नुहोस् है गेट ब्याक हुन्छ अनि फेरि आफ्नै ठाउँमा आएर बस्नुहोस् है बस्नुहोस् न है अगाडि अगाडि बसौ सुरु खेला हो म लास्टमा बस्छु बस केटा पाल चिन्जर बस्नु चाहिँ किचन बस्नु त पहिला बस्नु न यहाँ बस्नु पहिला हामी चाहिँ अहिले बिस्तारै जाँदैछौँ होइन दाइ हाम्रो गाडी दाइ हो उहाँ चाहिँ अब हामी बिस्तारै बिस्तारै जाँदैछौँ अब एकछिनमा झन् रमाइलो हुन्छ यहाँ केटाहरू अगाडि छ अब दुम्बाहरू भनेको नि छन् दुम्बाहरू चाहिँ अगाडि अगाडि छन् ल म चाहिँ अर्को सानो बोटमा आइसकेको छु दाइसँग मलाई डेन्जर रमाइलो भइसकेको छ हामी चाहिँ भिडियो गर्न पाएन खासै चाहिँ अब त्यही हो मिलाएर हाल्छौँ अलि दाइले बनाइदिनु भएको छ अलिअलि होइन रमाइलो भइरहेको छ अहिलेसम्म अब फेरि अब यहाँ के गेम पनि हुन्छ नि त अब गेम सेम खेल्ने हो यहाँ अनि त्यो गेमको चाहिँ भिडियो आउँछ होला रमाइलो हुन्छ त्यहाँ बसी झन् यहाँ केटाहरू चाहिँ अर्को बोटमा आइरहेको छ ल एकछिनमा भेट्छु फेरि पनि केटाहरूको चाहिँ यहाँ अब रमाइलो हुनेवाला छ यस्तो रमाइलो भइरहेको छ ल है ओए काट्यो यार
ल केटाहरू रमाइलो भइरहेछ है अझै दाइले यहाँ पल्टाइदिइसक्नु केटाहरूलाई बवाल 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 केटा हो बवाल दुईजना मात्रै जाऊ केटा हो डेन्जर रमाइलो भइरहेछ यहाँ दाइले बनाउँदै हुन्छ कि एकदम रमाइलो भइरहेछ कि दाइहरूले बबाल रमाइलो गराइदिनु भएको छ यहाँ गेम खेलिरहेको छु मर्छ भनेर त्यहाँ जाऊ के भन्छ हेलमेट लाउनु पर्छ लाउँदा गर्छ यार यो त छोड न मुला ओ यो मुला छोड न यता उता समात न अनि यता छोड फर्किन नि मान्दैन त यार दाइ दिन्छु कि दिन्छु म लौ लौ यो वाल सुटले मात्रै जान्छ नि तिमीलाई त ए लौ यो हेलमेट लाउ त देऊ उसलाई कस्तो भइरहेको दोस्त आफ्टर लङ टाइम दोस्तलाई पनि आफ्नो होइन घरतिरको याद आयो होला मजाले एउटा चाहिँ यहाँ मेरो पालो म जान्छु यसो हेरौँ मलाई पनि डर लागिरहेछ ल ल म गएको ल एकछिनमा भेटौँ ल 1 2 3 गो यता अलिक टाढै राख्नु त ल गयो 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 अलिक उता नै हुने गरी बोर्ड पनि पारिदिनु न त्यसलाई अलिकति उता टाढा लाग्नु त दाइ हाम्रो बोर्ड चाहिँ ल ल उता न मोरो Nice jump. Don't panic. Okay, 3, 2, 1, jump. Good. Nice jump. 3, 2, 1, jump. Hey. Nice jump. ल हामी चाहिँ अब राफ्टिङ गरेर भ्याइसक्यो भ्याएर भर्खर निस्केको हामी चाहिँ अब यहाँ जाँदैछौँ रोघर हामी आइसकेको छौँ हाम्रो घरमा हेलमेटहरू त्यहाँ फ्यालौँ र कन्स्ट्रक्सन सकिसकेको छ त्यसै गरी हाम्रो ल आज धेरै रमाइलो भयो दाइहरूसँग राफ्टिङमा आएर होइन दाइहरूले मजाले घुमाइदिनु भयो राम्रोसँग बुझाएर होइन राम्रोसँग गराइदिनु भयो त्यही हो सेफ्टीका साथ खुसी लाग्यो ल दाइहरूलाई पनि एकदम धन्यवाद है ल केटा हो ल बाई बाई दाइ ल अब हामी लाग्नुपर्छ ल दोस्त कस्तो भयो त अनि आज दोस्तले प्लान गरेको सबै कस्तो भयो आज दोस्त रमाइलो भयो नि रमाइलो भयो खोलामा छिर्नु पायो धेरै पछि खोलामा छिर्यो हरियाली जङ्गल बिच त्यसमा हामी धेरै रमाइलो भयो नि कहिले बुढी नयाँ साथीहरूले आज खेल्यो छुट्टी रमाइलो हुन्छ होइन हेर्नलाई आफूले नभए हेरेर रमाइलो छुट्टी मजा भयो त्यो पनि रमाइलो हो नि एउटा जे होस् त्यो भिडियोहरू चाहिँ मोबाइल छ हेर्नुहोस् प्रितम त सत माथिबाट लिनुपर्छ होला ठिक छ बिस्तारै अब फेरि अब हामी एकछिन फर्किन्छौँ अब एकछिन गयो त्यहाँपछि अब यसो खाने सानीतिर लाग्छौँ हामी